खाने मध्ये होइन सबै अब जस्तो सुत्नु उठ्नु भने यो अनि अघि मुत्नु नाच्नु गर्लफ्रेन्ड यसो गर्लफ्रेन्ड बोल्नु डुलाउनु मोमो खाने क्रममा यहाँ हाम्रो बुवा पनि कटुमै उत्रिसक्नु भएको अवस्था छ सबैजनालाई नमस्कार ल नमस्कार सेवा सेमुना सेवारो यहाँ सेवादेखि लिएर सेवारोसम्मको हामी चाहिँ यहाँ नाता गाँठो बन्धनहरू छौँ नाम मात्रै मोमो हजुर तर चाहिने चिजहरू चाहिँ फेरि तर मोमो सब चाहिन्छ यहाँ चाहिँ सबै कुकमेनदेखि लिएर सबै यहाँ हामी ढुकमेनसम्म छौँ तर सबैजना चाहिँ नि सबै आफ्नो आफ्नो तरिकाले जति सक्छौँ दिने कोसिस गर्छौँ अर्को जुनी त थानै छैन यही जुनी मायाले ल सबैजनालाई स्वागत गरे है ल स्वागत गरे हेलो 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 ल साथीहरू आज चाहिँ हाम्रो फेरि मोमो कार्यक्रम भइरहेको छ लिनुहोस् लिनुहोस् ल लिनु लिनु ल ल्याउनु सबैजनाले सुरु गरौँ है सुरु गरौँ ल यस्तै छ आजको खानपिउने कार्यक्रमहरू चाहिँ मोमो ल यो चाहिँ यस्तो छ है साथीहरू ल धमाधम ऊ भाइको मोमो सकिसकेछ भाइको मोमो लगाइदिनु भाइको मोमो ल दरो खानुहोस् है भाइ ल हाम्रो थिपिया ल है त कस्तो छ टेस्टहरू अनि नम्बर 1 छ है मोमो खाने क्रममा यहाँ हाम्रो बुवा पनि कटुमै उत्रिसक्नु भएको अवस्था छ मोमो चाहिँ यस्तो डेन्जर छ यतातिर हुनुहुन्छ हाम्रो विशेष अतिथिहरूलाई चाहिँ नि यहाँ मैले क्यामेरामा कैद गर्दैछु ल हजुर कस्तो छ अनि टेस्ट आज विशेष आजको योजनाकार चाहिँ यसको को हुनुहुन्छ त ल आज को हुनुहुन्छ त आजको विशेष यो मोमोको योजनाकार चाहिँ को अरे नेताज्यू हो हाम्रो नेताज्यूबाट आज यो चाहिँ नि योजना भएर चाहिँ हामी अघि बढ्यौँ सफल भयो अन्तिम मेरो भाइ पनि हजुर यो भिजनलाई पास गर्ने मेरा सम्पूर्ण यहाँ कार्यपालिका घरपालिका ल हाम्रो मेरो बुढीले सचाउनु लाग्छ ल ल यस्तो भइरहेछ साथीहरू आज फ्यामिली टुगेदर भइरहेको अवस्था छ हामी चाहिँ आफ्नो आफ्नो तालमा बिन्दासले के यो चाहिँ एकदम फ्रिली भन्छ क्या यसलाई चाहिँ मतलब छैन यहाँ बस्ने भुइँमा ड्याक्क बस्ने ड्याङ्गै अब त्यस्तै हो अब ठाउँ भन्ने चिज भन्ने कुरो अब कहिले के त्यही पनि अब स्वादिष्ट तरिकाले बजाउँदै गरेको अवस्था छ हामीले चाहिँ निकै टेस्ट भएको अवस्था छ तर अब यहाँ भिडियो बनाउँदै गाँटे घरिघरि खाने भुलि जाँदैछु साथीहरू मौरीले चिलेर आज फेरि साह्रो अचम्म बनाइदियो साथीहरू बाइकमा चाहिँ माथि धेरै टाढ पुगेर तल सरर झर्दै गरेको हेर्नु खोलेर ट्राक्टै दिएर मौरीले त गयो नि हो आमा कस्तो लाग्यो त आज दामी हो कतिवटा लडाइयो त अनि जस आमाको लडाइँ ठिक छ साथीहरू यतिको चाहिँ पचाइन्छ है ल ठिक छ लडाउनुपर्छ आज कसले कतिवटा लडाउनु भयो भाइ कतिवटा लडाउनु भयो 12वटा लडाउनु भयो ल हाम्रो अनि थिबियाले कतिवटा लडाउनु भयो 4वटा मात्रै तपाईँ हल्का दाजुको गफले भाउजू पनि मुसुक्क हाँस्नुहुँदैछ जिन्दगीमा साथी हो जो धेरै हाँस्छ त्यो धेरै बाँच्छ हाँसेपछि नि 205वटा टेन्सन एकैतालमा फाँक हजुरलाई चाहिँ केमा चाहिँ मजा लाग्छ त सबैभन्दा सुत्नु उठ्नु गाउनु नाच्नु जुत्नु मुत्नु भने जस्तो होइन सबै मलाई त धेरै कुराहरुमा मजा लाग्छ नि ल एउटा चाहिँ छान्नु पर्यो के
एउटा नेता भनेपछि त यति छिटो निक्लिनु पर्यो नि त गोली जस्तो निक्लिँदैन नेताले बिस्तारै भन्छ धैर्य हुनुपर्छ हो नेतालाई बुझ्नुलाई धैर्य र समयको एकदम जरुरत हुन्छ होइन तत्काल रियाक्सन दिइहाल्ने भन्ने हुँदैन नेताजीको पुरै खतरा छ त्यो ल अब साहित्य नमानिकन दिइहालौँ न त नमान्ने पिसा मात्रै फेर्दा त त्यस्तो नराम्रो शब्द होइन पिसा फेर्दा फेर्दै दिस आयो भने चाहिँ के गर्नु जाने पिसा फेर्नुमा भन्दैम न के मजा पिसा फेर्नुमा भन भइहाल्छ अघि नै बरु पैसा दिने सोच्नु ल साथीहरू यस्तो डेन्जर आयो डबल मजा भयो यो डबल धमाका ल अब हाम्रो अन्तिममा अब माक्साको सेकेन्ड ल केमा चाहिँ मजा लाग्छ त अब माक्सा मलाई चाहिँ खासै भन्दाखेरि सबैजनासँग बसेर रमाइलो गर्दै यो हो नि त नि यत्तिको चाहिँ आउनु पर्यो ल आमा अब भन्नु आमाको त अघि भइसक्यो कि हो सबैजनालाई अन्तिममा चाहिँ नै यस्तै छ सबै अब खानपिन गरियो दुःख सुख त्यस्तै हो गफसफ भयो यो चाहिँ छोटो एउटा सम्झनाको लागि होइन जोडेर लानु के छ र जिन्दगानी तर अब बाँचिन्जेली चाहिँ रमाइलो भन्ने जस्तो अब कहिलेकाहीँ त्यस्तो हुन्छ ल सबैजनालाई धेरै धेरै सम्झना धेरै माया जति छौँ जे छौँ सबैजना चाहिँ नि जहाँ छौँ आफ्नो आफ्नो ठाउँमा मस्त रहनुहोला व्यस्त रहनुहोला स्वस्थ रहनुहोला भन्दै आज चाहिँ हामी छुट्यौँ फेरि भेट हुने बाचाको साथ ओके नमस्ते